बुढेसकालले च्यापेको चुहिने घर, दुई छाक खान गाह्रो भएका कुँवर दाइ भन्छन्, अब काम गरेर खान गाह्रो भयो। 63 वर्षको भएँ, बुढो भएँ, सरकारको वृद्ध भत्ता खान उमेरले दिएन। काम गर्न पनि ठुल्ठुलो काम गर्न सकिन्न। त्यही हल्लाखुल्ला लड्डरबाट छरछिमेकी गएर म बसिरहेको छु। छरछिमेकीले सहयोग गरेर बस्नु हल्लाखुल्ला काम गर्नु। बुढेसकालमा नटेक्ने हाँगा, नसमाउने डालो भएका कुँवर दाइ सहयोगको आशामा। सबैलाई नमस्कार गर्न चाहन्छु। मलाई तपाईँलाई केही सहयोग गर्नु न आशा छ। म साह्रै दुःखी भएँ, मेरो सारा कोही छैन, दिने जग्गा पनि छैन, अनि मलाई बाँच्न गाह्रो परिरहेको छ।